हेलो गाइज गुड मर्निङ मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला आउने बित्तिकै टिङ 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 बेल बजाएर होइन आज चाहिँ पोखरा पिज्जा हाउसको सबैले अरे 7 स्टारमा खाना थकाली खाना खान बिहानै 7 बजी बोलाएको छ है प्रकाश म्यानेजर पोखरा पिज्जा हाउसको नयाँ म्यानेजरले 7 बजी नै आउनुहोस् भनेर भन्नुभयो। त्यही भएर हामी पनि उहाँको कुरालाई नै भन्न नसकेर 6 बजी नै उठेर नुहाएर यस्तो राम्रो भएर आइपुगेको होइन, आधी बाटोमा चाहिँ पुग्यो है। फेरि आज यस्तो जाडो च्यात्तेको ज्याकेट देख्यो। दिनेशलाई चाहिँ म्यानेजरको बिहानै कल आइसकेको थियो अरे दिनेश पहिलो पटक होइन तिमी यसरी गएको इन्भिटेसनमा, मेरो चाहिँ 2 पटक भइसक्यो योसँग थकाली खाना। के खान्छु, पोर्क खाना खान्छु कि चिकन खाना खान्छु कि मटन खाना खान्छु, दिनेश कुन खाना खाने भनेर सोध्यो भने के खान्छु भन त। अलिक साह्रो हुन्थ्यो न बुझ्नु। ऊ चाहिँ छेत्री हो, उसलाई चाहिँ मटन खसी नै बेस्ट उसको फेभरेट भनेको त्यही होइन। के हो र सुँगुर र कुखुराको घाँसो मलाई चाहिँ कुखुरा र सुँगुर पोर्क बाहेक के मन पर्दैन है। अरूलाई चाहिँ हाम्रो केटाहरूलाई केटीहरूलाई हाम्रो पोखरा पिज्जा हाउसमा काम गर्ने सबलाई बफ मनपर्छ। मलाई मात्र भैँसिरागा मन पर्दैन त्यस्तो गनाउ खाने। साकेत कोलोनी अनि कफीको कुन आइटम खाने र कफी पनि खाने भनेर सोच्छ नि त, कुन खाने भनेर। ल्याटिनो अनि त्यो के हुन्छ कफीको नाम भन्न नआएर नखाएको अस्ति मैले के र के भन्छ ल्याटिनो क्यापुचिनो भन्छ, घरि के भन्छ ए लोस नखाने भयो त्यही भन्नु आयो। अस्ति चाहिँ हामी महाराजगञ्जको मन्त्र थकालीमा गएको थियौँ। मन्त्र थकालीमा चाहिँ मन्त्र नै लगाइदियो क्या खाना खाएको त त्यस्तो मिठो जादु मन्त्रवाला खाना। आज चाहिँ थाहा छैन कहाँ लान्छ बुढोलाई। गाइज यहाँ त्यहाँ सब्सक्राइब चाहिँ गर्ने है, थपक्कै वाच गरेर भ्युज पनि खासै आउँदैन र त्यो भ्लग बनाएको मतलब सर्टमा चाहिँ टन्नै आउँछ। त्यही त गर्नु हुँदैन, गर्दैन केही त हुँदैन होला। दिनमा 1 जना सब्सक्राइबर बढ्यो भने नि 1 महिनामा 30 जना हुन्छ भन्ने एउटा ट्रेन्ड चलेको छ क्या युट्युबमा। दिनेश ओहो
बाटो चाहिँ यत्रो छ यत्र गाडी छिराउँदा हुन्छ दुईटा स्याम्पूले नआएका दुईटा स्याम्पू दल्दा मेन्यु हुन्छ मेन्युमा हेरेर भन्दा नि अनि ड्रिङ्क विस्की कुन खान्छौ त भनेर सोधे भनेर त सोध्दैन 5,000 10,000 20,000 को हुन्छ होइन ड्रिङ्क क्या विस्कीहरू 200 ml को पनि 5-6 हजार त्यत्रो आउँदैन 10,000 जति चाहिँ आउँछ कि आउँछ त्यही खानालाई त्यत्रो कहाँ हुन्छ खानाको रेट भनेको कति 400-500 होला अरू भनेको त्यही कफी चिया खायो भने खायो त्यति त अरू के खाउँछ केही त हुँदैन खाना खाने अनि चिया खाने कफी खाने त्यहाँदेखि सक्यो भाषा सुनाउँछ सुरुमै ठोक्नै पर्यो सुन्नै पर्यो होइन यो हिजो लाग्दै लुगा लाएर भेस्ट लाएर आएको खासै फोहोर त देखिँदैन राम्रै दिन हेलो गरिदियो न हेलो छेत्रीहरू भनेको यस्तो राम्रो हाइट मिलेको अनुहार राम्रो हुन्छ हेर लिम्बूहरू चाहिँ अनुहार नमिलेको हाइट पनि नभएकोहरू हुन्छ या छेत्री बाहुन भनेको हाइटी राम्रो अनुहार सब मिलेको चिटिक्क परेको देखिन्छ जिउ लाउँदा नि राम्रो देखिने हामीलाई चाहिँ पुड्का पुड्की अनुहार थेच्छ होइन अब हामीलाई चाहिँ सबै केटाहरू केटीहरूले वेट गरिरहेला काम गर्नलाई एउटा पसल दाइले ढिलो उडाएर यसै भाइहरू ढिलो भएको छैन हो नडराउँदा रात्रै कति धेरै आएको छ नि अरे उभिरा भने त झन् आएकै गर्छ हामी चाहिँ काम गर्ने ठाउँमा पुग्न लाग्यौँ सुकेधाराको मेन सब्जी पसल यहाँ चाहिँ सस्तो फलफुल पाउँछ होइन सस्तो फलफुल पसल भरे प्रमोसनहरू ट्याङ्की पसलै रित्तो भएको भइ गऱ्यो भने त खत्तम हुन्छ त यहाँ चाहिँ बिहानै नर्सहरू चटपटे खाना पनि तर आज आएकै छैन 9-10 बजी होइन जहिले देख्छु त यहाँ होला नि त्यहाँनिर फार्मेसीहरू हो सेन्टर फेस चप्पाउँदै धुम्बराईको सार्वजनिक टोइलेट
आज चाहिँ 100 रुपियाँको फिट्टे चप्पल किन्नु अर्को चप्पल चाहिँ साह्रै खुट्टा महँगो भइसक्यो दुखेर हामीलाई झुट बोल्यो है हामीलाई चाहिँ अगाडि बोलाएर होइन उनीहरू चाहिँ भर्खर उड्दै होला तन्किँदै होला ओछ्यानदेखि तिनीहरूको फेरि यहाँ नआएको जस्तो निन्द्रै पुगे खानालाई उनीहरूकै के अघि गइसक्यो हो मार्क्युस होटल केटिएमको एउटा भिआइपी होटल है बाहिर 5 स्टार होटल ओइ लोथ्र कि होइन के हो यो कहाँ गयो लोखर्के के भन्छ त्यो हामीले चाहिँ खरायो जस्तो तर भित्ता कुद्ने एउटा जनावर देख्नु ए फौजी त अघि आएर बसिसके है के गर्नु अगाडिको क्यामेरामा भिडियो बनाउन थाल्यो भने फ्रन्ट पछाडि घुम्दै घुम्दैन मेरो मोबाइलको क्यामेरा के खालको मोबाइल फौजी दाजु अघि आएर बसिरहेको छु नि फौजी दादा अघि आएर बसिरहेको थियो अलिक देखिँदैन रहेछ मस्तले बसिरहेको अघि आएर फाइनली हामी आइपुग्यौँ तर कोही आएको छैन एकजना बाइक हामीलाई चाहिँ के हो छिटो छिटो बोलाएर यिनीहरू चाहिँ सुतिरहेको क्या केटाहरूको लाइफ हेर त यार के छ नि फौजी मेरो युट्युब च्यानलमा यसो नमस्कार गरिदेऊ न गुड मर्निङ ओहो यस्तो हुनुपर्छ नि त मान्छे निको किसिमै छ क्या हाम्रो फौजीहरूले क्या लौरेहरू त गइसक्यो फाइनली हामी चाहिँ सरसफाइ गरेर है हल्काली खाना खानलाई रेडी जान लागेको यहाँ हाम्रो म्यानेजर लास्ट ढिला आएर हो क्या भर्खर काम सकियो नि होइन म्यानेजरै ढिला आयो आज प्रकाश नयाँ हाम्रो म्यानेजर दिनेश चाहिँ केमा आने इनड्राइभ कारमा आने कि केमा आने तिमीलाई क्यामेरामा देखाएकै छैन कारमा जाम ल मगर भाइ इनड्राइभमा जाने अरे पुरान दाइ हिँड्दै जाने अरे हामी चाहिँ कारमा जाने ल आज त पुरान दाइ क्या हिरो भएर आउँदै थियो आज त मौसमै कस्तो धुम्मिरहेको राम्रै देखेँ क्या राम्रो फुल दिउँसो मात्रै धेरै फुल्छ अरे बोलाई त पाइन्छु बोल्ने नि तरिका छ
यो कार बनाउनु सेन ड्राइभमा खतरा छ रे के हो यो गाजा जस्तो है अयो यहाँ पुरान दाइको इन्ट्री हुन्छ भनेर कि जुदेखि नै 11 बजीदेखि चलिरहेको थियो मुला हो ए 3 बजे आने मुला घुम्दाखेरि हेलो पुरान दाइ ह्यान्डसम दाइ ट्याक्सी बोलाउनु त आउने लगाइ चाहिँ हामी चाहिँ हिँडेरै गएको है 4 जना 5 जना ए हिँडेर जानेको लिडर चाहिँ हाम्रो पुरान दाइले गर्दा हो पुरान दाइले गर्दा हो हामीले हिँड्दै जानु परेको दुःख पायौँ है केटा हो यस्तो सङ्घर्ष गरेर हामी खाना त यस्तो सङ्घर्ष गरेर जाँदैछौँ क्या हामी खाना खान होइन र दिनेश दिनेश कुन खाना खाने अरे पर्क मटन चिकन बक त्यही ठाउँ होइन उतै हो चक्रापथ भनेको कस्तो म्युजिक नगाएकै जस्तो कुरो गर्छ अनि कहाँ घुम्दै जाने भनेको त कहाँ ए अनि त्यहाँ त टिकट चाहिन्छ होला नि चाहिँदैन पार्क घुम्दै जाने दिनेश ओ यहाँनिर छ ओ यहाँ अगाडि छ कि नेपाली भान्सा घर फौजीलाई त परबाटै चम्केको देखिन्छ त आज त भाइ बोर्ड होटल 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 के होला भैया के भयो मेरो क्यामेरा के भन्ने हामी चाहिँ पार्क घुम्दै जानेवाला छौँ है त खाना ए जामा लाउने थट यो फौजीले गरेर त्यो बिच अडै जान्थ्यो त किन आइसकेको बाइक मुला यता आइज र उता आइज त्यही त झुकाउनु हुँदैन क्या फौजी थाहा छैन ए तिमी चाहिँ किन गइहालेको म उभिरहेको छु अनि ए कानैमा झुम्काना घुम्बराइछु कति छिटो आएको त्यो दाइहरू हामी त अब हिँड्दै हिँड्दै जाने हो भनेको त दुईजनाले त छोडेर गइहाल्यो नि यस्तो राम्रो ठाउँ छ जापानभन्दा कम छ र कहाँ जाम नभनेको नि ओ दाइ पुरान दादा अभिषेक ए अभिषेक सुन्दै चिलमा हिँड्दै क्या तिनीहरू पुरा नै तल पार्क घुमेर जाने अरे पार्क उता पार्क क्या पार्क घुमेर जाने अरे क्या फौजी ए उसलाई कति देखाउनु देखाइसकेको कहाँ यहाँ के अरे धुम्बराईको टावर है तिमीलाई यहाँको टावर राम्रो लाग्यो कि चाबेलको भन त हुन्छ चाबेलको त जोतको धुम्बराईको सब्जी अपार्टमेन्ट रामादाई यो त क्यानाडाको फेमस के अरे के भन्छ नि ब्रान्ड रामादा भन्ने रामादा बोल्दा बोल्दै कस्तो मुखै दुखिसक्यो बिहानभरि बोल्दै आएको घाँटी नै दुखिसक्यो
के हो यहाँ त कालीमाटीको नेक्स्ट ब्रान्च हो यार है धुम्बराईको पार्क आइपुग्न लाग्यौँ हामी कालीमाटीको ब्रान्च तर कस्तो काला यार क्यामेराले फोकसै गराएन बाटोहरू निर्माण हुँदैछ यताउति नेपाल शिक्षक सङ्घ अस्ति भर्खर आन्दोलन भयो थियो नेपाल शिक्षकहरूको के भयो होला हिँड्दै हिँड्दै हामी खाना खानलाई यत्रो सङ्घर्ष गरेर भेट गोर्खालीहरू पार्क 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 जाउँ हामी पार्क घुम्नलाई हाम्रो स्पेसल धुम्बराईको पार्क यहाँ चाहिँ धुम्बराई नआइकन नछिरिकन आएपछि नछिरिकन नहुने पार्क हो क्या स्पेसल जाम जाम छ पुरान दाइ लिडर अगाडि जाममा फसियो भाइ ल यसरी सङ्घर्ष गर्दै हेरिहाल्छु नि त्यति हेरेर थाहा हुँदैन हामी चाहिँ पार्क छिर्दैछौँ नि बाटो काट्दा नहेरिकन काट्छ त मलाई हेरिनु परिहाल्यो नि त्यस्तो गरी पार्कभित्र बल खेल्न निषेध कुन पार्क हो पार्कको नामै त रहेनछ त सूचना पार्कभित्र साइकल लान निषेध गरिएको छ शङ्ख पार्क रहेछ यसको नाम कस्तो राम्रो फुल रातो पहेँलो गुलाबको फुल रहेछ धेरै शङ्ख पार्क महासङ्घ पार्क केटाहरू त कति छिटो नपर्खी हिँड्छ क्या कस्तो राम्रो फुल है यस्तो फुल मलाई साह्रै मनपर्छ कि गुलाबको फुल चाहिँ ओ कुन फुल हो यो यहाँ चाहिँ के छ हौ माछा होला यहाँनिर माछा छ कति फोहोर पानी रहेछ के माछा देखिनु यार यहाँ चाहिँ के हो कागज फुली के हो सनफ्लावर जस्तो यार कति राम्रो फुलै फुल फुलै फुल फुलै फुल फुलै फुल आज बोल्दा बोल्दा बिहानै बोलेर ए मैले बिर्सिरहेर थ्याङ्क यू ए फौजीलाई आउँदो रहेछ है तरिका अरू त आधी कति पुरै भिडियो जति त झन्डै ठाडै होस् यस अघि स्लाइड गरेर भिडियो बनाउनु पर्थेछ यहाँ चाहिँ मान्छेहरू आएर यसो शान्त भएर बस्ने ठाउँ रहेछ डेटिङ स्पोट हो कि हो यता त त्यसैले र शङ्ख पार्क भ्यू यहाँ माथि शङ्ख रहेछ कहाँ छ हौ त्यस्तो फेरि क्यान यु हग मी अरे क्या दामी भ्यू देखेको अरे यता फिल्म सुटिङ हुनुपर्ने दिनदिनै म्युजिक भिडियो खेल्न आउनुपर्छ यहाँ ए अब के टिकटक बनाउनु डाटा त छैन कसरी गीत बनाउनु
सुनना उसको भलरमा के बोल्नु ल दाइ के बोलिदिनु त ए पेट छ मेरो बस्दैन हाम्रो गुरु भनौँ न सिनियर सबैभन्दा पुरानो सिनियर हाम्रो पोखरा पिज्जा हाउस के छ यता अपार्टमेन्ट आएछ यहाँ जे होस् चिल रहेर यता अपार्टमेन्ट चाहिँ छेउमै रहेछ के छिरेर ओइ के हो यो किरा जस्तो ओ यो हेर त के हो ओ यो क्या के हो यो ल यतिकै अड्केर त्यहाँ लुगा च्यात्तेला च्यातिँदैन ल ल भित्र अड्केर मऱ्यो भने चाहिँ हामीलाई नभन्नु है फेरि यहाँ मजा आउँदो रहेछ यो चाहिँ फेरि क्यान निधार त्यही छ हामी चाहिँ जान लाग्ने के हो साँच्ची बच्चा बच्ची नै रहेछ है खेलेर कहाँ है पत्र घुमायो ल भयो फौजी भाइलाई धन्यवाद तर क्यामेरा बङ्गाइहाले पुरान दाइ पनि एकचोटि ल ल के हो दिनेश खाना नखाइकन फेरि अहिले सूचना बालबालिकाहरूको लागि मात्र अरे है बालबालिकाहरूको लागि मात्र अरे अहिले देख्यो भने फेरि फाइनतिर होला नि तिमीहरूलाई कृपया जताततै ए ठुलो बालक झुन्डिनु हुँदैछ यहाँ कति ठुलो बालक हो क्या आमा यसरी ठुला ठुला बालकहरूको लागि बनाएको पार्क हो क्या यो चाहिँ फेरि आफ्नो बालबालिकाहरूलाई आफ्नो निगरानीमा राख्नु होला तर हाम्रो बालबालिका छैन हाम्रो बालबालिका त के गर्लफ्रेन्ड पनि छैन यार होइन दिनेश कुपनडोलको के आउँछ त्यत्रो टाढोदेखि कुपनडोलकोलाई कुपनडोलमै सीमित गार्ड फिटनेस ए के हो गरुड परे गोल पार्क त कति गोल अरे यस्तो गोलो पार्क त यहीँ देखेँ मैले गोलो न गोलो वाह हेर त गरुड ट्रेनिङ सेक्युरिटी गार्डको सेक्युरिटी गार्ड परेवाहरू कति राम्रो कति मजाले बसेको मजाले बसिरहे
मन्दिर है ढोग्नुपर्छ मन्दिर पो रहेछ त दया गणेश मन्दिर हामी चाहिँ लगभग वरिपरि घुमेर सकिन आँटे ए यो उताबाट मेरो खिच्थ्यो होला म यताबाट पछाडि त्यो नबगाउ न यस्तो सिन यतिकै पार न स्लाइड यो मुजीको नाका के बोलेको त्यो भिडियोहरू चाहिँ जन उता उता पछाडि पछाडि पुरा सबै भिडियो यता देखाउ मलाई फलोमा त्यसले फोटो खिच्छ मेरो साथी सङ्ग्याउने सङ्ग्याउने साथी मलाई लाज लाग्छ साह्रै लाज लाग्ने लजाउने हाम्रो दिनेश तर धेरै ह्यान्डसम छ केटीहरूको लाइन पछि छ हेर है कसैलाई मन पर्यो भने कमेन्टमा हाई दिनेश भन्नु रिप्लाई दिइहाल्छ है केटाले ए पहिलो फुल चाहिँ कि कुन फुल हो साह्रै राम्रो फुलको क्यारेजको डिभिजन फुलको बारेमा नि सूचना टाँस्याएर म उतादेखि आउँछु कि यो क्यामेरा समात्दैन ओइ म उतादेखि आउँछु क्यामेरा समात ल कस्तो देखि राम्रो देखिरहेको बब्बाल यार लम्बू यार बब्बाल देखिरहेको छ यार ओ माय गॉड क्या हैंडसम देखिरहेको छ यार गुण भनेको सम्पत्ति हो सुन्दरता हो होइन र फौजी हो यार के बोल्दिनै गरेर बिहानै बोल्दा ल दाइ हाम्रो दाइ पोजमा पोज त सिकाउनु यार फोटो खिचिदिनेलाई अब यो पोज खतरा यार दाइको तर के भन्छ सक्यो अब क्या दाइको कस्तो खतरा पोज थोरायो ल यता दिनेश तिम्रो यो चाहिँ हाम्रो रामुजी यो चाहिँ एकदमै ह्यान्डसम छ होइन टक्क यो फुल जस्तै छ ट्याक्क यो फुल जस्तै छ ल दिनेशले भिडियो गर्दैछ अहिले हामी चाहिँ पार घुम्दा 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 फनी घुमेर बाहिर निस्किसक्यौँ बाहिर दुईजना दाजुहरू मामाहरू बस्नुभएको छ यहाँ चाहिँ पुरा धमाधम निर्माण काम हुँदैछ क्या मन्दिरहरू होम सटर ओहो के तिमी पागल हो कि त पागल हो म यतिखेर मस्तले सुतेर ए होइन 8 बजी उठेर टाउको धोएर ब्रस गरेर टोइलेट गरेर दुधसुध पकाएर खाएर ढल्किरहन्थेँ अनि यतिखेर बाहिर निस्केर म दिनेशलाई पर्खिरा हुन्थेँ काम आउनलाई A1 क्याफे यसको ब्रान्ड चाहिँ कति धेरै छ क्या जहाँ पनि A1 क्याफे देख्छ ए झाडा के गरेको गइसकेको थिएँ म त्यो स्लो गरेको बेला जानुपर्छ क्या स्लो गरिरहेको छ कुनै नि गाडी स्लो हुने बित्तिकै जाँदा हुन्छ कि जाँदा ए सरी मैले के बोले
नराम्रो बोले यार दिनेशलाई सरी दिनेश हाम्रो मामा मामा नमस्ते भान्जाहरू भोकले भर्खर खाना खाएको हुन्छ अनि गाडीमा त आउनु पऱ्यो नि कहाँ हिँड्दै आउनु अहिले त पुरानो दाजुलाई एक्सर्साइज होस् भनेर हिँडेको क्या केटाहरू हामी यस्तो दाइलाई दुब्लाउन मन लाग्यो होला बडी सडी फिट फाइन गर्न जुनेली यातायात तर नाम मेटिएको रहेछ उफ कति साह्रो धुलो उडायो अस्ति त यहाँ झन् कति धुलो उठ्थ्यो तिमीलाई अहिले पो अलिक के साह्रो छेउछेउमा आएको है गाडी बाटो सानो भयो के हो नेपालको अब चाहिँ भोक लागेर केही बोल्न मन लागेन साँच्चै सुरुमै मासु भात खाइदिने हो मासु भात भनेर मासु भात हो नि त कहाँ त्यहाँ त भिडियो खिच्न दिँदैन नि के भयो अरे त्यो साउको नाम त हाम्रो साउको नाम के हो विजय गुरुङ विजय गुरुङले त्यहाँ सबैजना भेलापछि भिडियो खिच्न दिँदैन क्या फोटो पनि खिच्न दिँदैन उसँग बरु रेकर्ड भोइस रेकर्ड गर्ने भए रेकर्ड गर भनिदिन्छ अस्ति नै त त्यसो भनेको थियो हामी चाहिँ भिडियो फोटो खिच्नु हुँदैन अरे उसँग पुरा भिआइपी कहाँ ऊ आकाशको जुन हामी धरतीको धुलो भनेर भरे यो भिडियो देख्यो भने त के भन्छ भन्नुहुन्छ होला हाम्रो सरले तर सरी सर कतार जाने भए दिनेश उ त्यहाँ है कतारको एमबिसी के अरे भिसा अप्लाई गर्ने हो कतार पनि राम्रै देश हो त ट्राई गरी हेर नेपाल जति राम्रो होइन विकसित हो होइन तर धेरै दुःख पाए क्या यहाँको जानेहरूले कतारमा चाहिँ अरू देशमा भन्दा धेरै जस्तो दुःख पाउने भनेको कतारमा हो कतारमा जाने मान्छेहरू धेरै जस्तो प्राय मरिरहेको छ क्या हाम्रो गाउँतिर रोगिएर काम गर्न नसकेर फर्केर आएकोहरू तर पनि मान्छेहरू जान छोडेको छैन कतार होस् कि साउदी होस् कि दुबई होस् कि मलेसिया होस् कि मेन पावर गयो भने खुट्टा टेक्ने ठाउँ हुँदैन साँच्चै भनेको म पहिले त्यो मेन पावर जाँदाखेरि इन्टरभ्यूमा ठेला कोही चाहिँ यो पुरानैहरू जस्तै मोटो हुन्थ्यो अब लाइनमा बस्नै गाह्रो हल्लिने बित्तिकै पर ठेलिहाल्छ हामीलाई मोटो मान्छेहरू त लाइनमा बस्यो भने हल्लियो कि लाइन बिग्रियो कतार भिसा सेन्टर चक्रपथ आइपुग्यौँ हामी चक्रपथ यो चाहिँ केपी ओलीको अपार्टमेन्ट हो कि क्या हो केपी ओलीको नयाँ अपार्टमेन्ट काठमाडौँमा पनि दमकमा चाहिँ 17 तल्ले भ्यू टावर छ दमक भ्यू टावर भनेर तर के गर्नु 2-3 वर्ष अगाडि नै खुल्ने भने त खुलेकै छैन मान्छे नै आए पो खुल्छ जानु पनि डर लागेर मान्छे मरायो क्या करेन्ट लागेर के यो डर नि भएर अब राम्ररी फिनिसिङ गरेर खान होला त्यही भएर करेन्ट लाएर मरेको थियो एकजना तिमीलाई के थाहा त्यहाँ भित्रको कुरा हामीलाई थाहा छ
नयाँ नयाँ बनाउला संसार। आज के भन्छन् त हाम्रो सर म्यामले आज के भन्न लाग्नु भयो, नयाँ ब्रान्च खोल्ने कुरा पनि थियो, त्यसकै लागि हो कि मेरो विचारमा सबैको विचारमा त्यही छ। आज मेरो क्यामेरा नघुमेर अनुहार देखाउनै मिलाएन क्या, ब्याकको ब्याक फ्रन्ट गऱ्यो भने फ्रन्ट भएको भइहाल्छ। इन्द्रेणी फुडल्यान्ड पिज्जा केक स्टल। यो त आर्मी ट्रेनिङमा लाउने भेस्ट जस्तो छ त, तिम्रो ट्रेनिङमा लाउने जस्तो छ त। त्यो पुलिस कि केमा भर्ती हुँदाखेरि किनेको थियो क्या, यस्तोले फ्लेक्जिबल हुन्छ नि त। दिनेश पनि आर्मीमा ठिक फिट फाइन देखिन्छ नि, तर उसको इच्छा भनेको हेल्थ साइन्समा होइन। भोकाले केटाहरू बोल्नै सकेन है। धन्न 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 धन्न। यहाँ चाहिँ भर्खर बाटोहरू बन्दैछ काठमाडौँमा चाहिँ, ललितपुर भक्तपुरमा चाहिँ टेक्दै चिप्लिने खालको राम्रो नराम्रो बाटो बनाएको छ। काठमाडौँमा चाहिँ भर्खरै धुलै धुलो, छ्या कस्तो नाला गनायो खासै। के हो यो गाडीले फोहोर लगाएको थियो कि हो। मलाई त रुगा लाएर नाक चुहेर सिगाना छ। चक्रपथको रमाइलो भ्यू आयो हामीलाई। आज त छिटै निन्द्रा लाग्छ होला, 9 बजी नै छुट्टी हुन्छ, 9 बजी 10 बजी 6 बजी नै उठेको। कति बजी उठ्यौ तिमी? फौजी कति बजी उठ्यौ? 8 बजे? हामी 6 बजी उठेर बसेर नुहाएर लुगा धोएर 8 बजे भनेर कति छिटो आएको। तर हामीभन्दा छिटो आएको थियौ तिमी है। यहाँ चाहिँ चेकिङ हुँदैछ, मामाहरूले भान्जा भान्जीहरूलाई फडा काम गर्यो कि क्या हो। भान्जा भान्जीले फडा काम गरे जस्तो चकचक गरे कि मामाले लौरी लिएर चेक गरिहाल्नुहुन्छ क्या। फाइनली चक्रपथ चोक के को मूर्ति होला क्या, लक्ष्मी सनराइज गरी। हावा त बोल्दै हिँड्दैछ यार। आगन स्विट चक्रपथको के भयो दाइलाई? ए 10 घन्टा 20 घन्टा 20 घन्टाकै होस् न लामो। आकाश फुड, दिनेश फुड। अब फ्युचरमा दिनेशले नै यस्तै ब्रान्चहरू खोलेर होइन करोडपति हुन्छ। अनि हाँस्यो दिनेश, अनि हाँस्यो अधिक हाँस्यो। यहाँ चाहिँ जहिले जाम हुन्छ भनेर भन्दिनँ, आज चाहिँ जाम खासै रहेन।
बोल्न अल्छी लाग्यो भने यस्तै हो घर बस्यो हिँड्यो मामाहरू चेकिङमा हुन्छ चक्रपथ एकछिन नआउनु होला प्रिचा भान्जा भान्जीहरू एकछिन होल्ड गर्नु होला भन्नुहुँदैछ यताको भान्जा भान्जीहरू जाँदैछ यहाँ धेरै मामाहरू हुनुहुँदो रहेछ डर लाग्यो त्यो अस्तिकै ठाउँमा लग्न लाग्यो क्या यो दाइले मन्त्र थगालीमा यही हो राजावादीहरूलाई चेकिङ गर्दै हो कि मामाहरूले जताततै चेकिङमा र यहाँ डरो बस्या हाम्रो आज त अब यहाँदेखि चाहिँ अलिक राम्रो ठाउँ हो चाहिँ रिङ रोड साइड चाहिँ खत्तमै भित्र चाहिँ यो चलिरहनु अमेरिका एम्बेसी आउन आँटे हामी चाहिँ यहीँ रहेछ यहीँबाट छिर्ने यहाँबाट पुरान दाइको कभर टेम्पर ग्लास फेरेर खाना खान अगाडि जाँदैछौँ ग्यास पुरान दाइले 350 को महँगो भिआइपीवाला टेम्पर ग्लास लाउनु भएको छ यसो फुट्दै झार्दाखेरि नफुट्ने खालको टेम्पर ग्लास यो हामी चाहिँ आइपुग्न लाग्यो यो लाग्यो पुरान दाइले नयाँ मोबाइल देखाउने भए अब टेम्पर ग्लास हेरेर है के हो क्यानाडा अमेरिका युएसए को भिसा भर्ने ठाउँ अमेरिका एमएससी खै म नि सानैदेखि अमेरिका जाने सोच थियो तर के गर्नु नेपालमा बसे भइयो साझा यातायात बिजुली बाटो कुद्ने गाडी अमेरिका जाउँ है गाइजहरू अमेरिका गयो भने सुख पाइन्छ नेपालमा दुःखै दुःख कति दुःख गर्छौ दिनेश अमेरिका जाम भिसा भरेर इङ्ग्लिसमा ट्यालेन्ट होला आइलट्स पढ न आइल्स टपर होइन इङ्ग्लिसको दिनेश अमेरिका एम्बेसी अमेरिका जाउँ सर कति 50 करोड कमाएर फर्किनुपर्छ अमेरिका एम्बेसी मन जान पाए त जान्थ्यो यार अमेरिका के भन्नु म त बुझिनँ अमेरिका जान पाइँदैन भनेको सुने कि तैँले गर्दा जान नपाउने हो र अगाडि जान पाइँदैन अरे यता पो देखाएको र स्टप यहाँ चाहिँ क्यामेरा देखाउन नपाइने रहेछ क्यामेरा देखाउन पाइँदैन भनेको रहेछ त्यो दाइले चाहिँ मैले चाहिँ अमेरिका जान पाइँदैन भनेको सुने क्या ओ दिनेश पर्ख न यार कति छिटो हिँडेको क्यामेरा देखाउन पाइँदैन भनेको त अमेरिका जान पाइँदैन भनेको सुनिदिरहेँ क्या मन्त्र थकाले आइपुग्यो बाटो काट्नु चाहिँ अलिक गाह्रो छ कि केटिएममा ल्याकको लै गर्छ फोटो खिच्न पाइँदैन भने रहेछ अमेरिका जान पाइँदैन भने सुने हेर म त कस्तो मनै खल्लो भयो नि हेर
भरत पोइन्ट स्विमिङ पुल खेल्न जाने उयो टपमा उयो मन्त्र थकालिदियो सबभन्दा टप हो मन्त्र थकाली फाइनली हामी पुग्यौँ अस्ति आगे ठाउँ रहेछ अस्ति एकचोटि म आइसकेको अस्तिको बेला योसँग 2 चोटि भइसक्यो यहाँको हामी 2 चोटि आउने के हो केटाहरू त अघि आइपुगेछ नि ओहो हाम्रो सबजना आइपुगेछ है ल हेलो 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 अब के हो हिरो हेर्छौँ हेरेको हेरेछ त मनदाईलाई त आज त के हो बे पार्टीमा जान लाग्यो क्या मनदाई ल सबजना भेला भइसक्यौँ है हाम्रो के अरे करण दाई चाहिँ आउनु भएको रहेछ अनि आकाश दाई ए अझै उयो मगरे भाइ आएकै छैन त ए अगाडि गइसकेछ मगरे भाइ विकास हिरो बिस्तारै बोल्दा सुनिँदैन कि हाम्रो के हो हाम्रो ड्रिपी बोय हाम्रो के हो यार चट्टा जुत्ता सुत्ता लाएर कान्छीलाई भेट्न गएको जस्तो देखिरहेको त दुईजना हेर जेस दाइ चाहिँ कहाँ पार्टीमा हिँड्नुभएको सालीहरू पटिन्छ नि लाइन लाग्छ तपाईँको हामी चाहिँ सेल्सबेरीमा आइपुग्यौँ जे भन्यो त्यही भेटिन्छ के छ हो यहाँ चाहिँ वाउ क्रिमहरू सब्जीहरू यहाँ छ हामी यस्तो क्या दामी भ्यू देखिँदो रहेछ नि त यता सेल्सबेरी आमा म कति धेरै जम ल हामी चाहिँ यता पसिहालौँ ल कतिजना छौँ ल हामी रकेटमा लन्च भएर क्या जाने अरे ल आइपुग्यो अरे थकाली 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 अस्ति हामी चाहिँ यही फ्लोरमा बसेर खाएका थियौँ हामी चाहिँ अब आज चाहिँ माथिल्लो फ्लोरमा जाँदैछौँ है त कता गएको वासरुम माथि जाने देखाउनु परेन माथि पनि के हो यो समाधि यसरी के यसरी समाध लु होस् यस्तै मेरो थोप्डा धेरै देखाउनु हुँदैन क्या राम्रो छैन ओह के हो यो अपार्टमेन्ट हो कि स्विमिङ पुल पनि छ भन्दै थियो त 4 केही रहेनछ ए बन्द छ के हो यो रेस्ट रुम यता हेर्ने को हो यो चिल छ क्या चिल छ यहाँ हेर न पोज हेर्ने तरिका ओहो किसिमै हो पोज त लन्च गर्ने ठाउँ मन्त्र थकालीको लन्च गर्ने ठाउँ आज अर्कै रुममा आएछु
उहाँ चाहिँ हाम्रो भ्लगको ओनर हुनुहुन्छ। उहाँ चाहिँ खाना खाना आउनुभएको छ मन्त्र ठकाली भनेदेखि छेउमा हुनुहुन्छ मणि दाई। उहाँको नाम चाहिँ मणि हो, तर मणि एकदम मणिको प्रब्लम चाहिँ एकदम धेरै छ। उहाँको नाम चाहिँ राम हो, तर बेहोरा चाहिँ रावण जस्तो छ। उहाँको नाम चाहिँ दिनेश हो, तर दिने चाहिँ केही पनि होइन। उहाँको नाम विकास हो, तर उहाँको जिन्दगीमा अहिलेसम्म केही पनि विकास भएको छैन। उहाँको नाम पूर्ण राई भन्दा पनि कम हुनुहुन्न। उहाँको स्वर एकदम मिठो, गाइदिनुहोस् न सर एकचोटि प्लिज। उहाँको नाम हो अभिषेक, तर उहाँले कहिले केही विशेष गर्नुभएको छैन। उहाँको नाम हो नवराज, तर कहिले पनि जिन्दगीमा राज गर्न सक्नु भएको छैन। उहाँको नाम हो अन्जना, तर सबैलाई अन्जान बनाएर छोडिदिनु भएको छ। म चाहिँ मेरो तारिफ अहिले गर्दिनँ, किनभने मैले गर्दा यो भिडियो पनि उज्यालो भइरहेछ। तपाईँहरूले थाहा पाउनुभयो होला मेरो नाम के हो भनेर।